भत्किएको छ। जहाँसम्म लाग्छ 20-25 वटा सटर होला कि अझ बढी छ। मेरै लाइनमा छ 16 वटा सटर त, अनि त्यहाँबाट उता 12 वटा सटर छ। यहाँदेखि यता भने खड्काले चाहिँ तिर्नु भएन भने सुने हो, तर तिर्नु भयो भएन थाहा भएन। अब हामीलाई यस्तो कुरा थाहा हुँदैन, भित्र अफिसमा के कुरा हुन्छ थाहा नै हुँदैन नि त। हामी जस्तो सानो व्यवसाय गर्ने मान्छेलाई के थाहा हुने हो र, थाहा हुँदैन। रात दिनै चल्ने हो, एकदम चल्थ्यो, एकदम चलेको नि। यो त अब दिनमा 8-9 वटा पार्टी हुन्थ्यो के अरे दिनको। अब बिहे बटुल यताउता सबै एकदम राम्रो थियो, एकदम चल्यो। सरिता थापा। इन्सपेक्टर साहब नमस्ते। हजुर नमस्कार। बाँकी संरचना सबैमा चल्ने हो? भ्याएसम्म सबै नै हान्ने भन्ने हो। हजुर तैपनि बनेको संरचना रहेछ, कतिपय सामान रहेछ, के गर्नुभयो? सार्नुभयो? सामानहरूलाई सार्दै पनि छौँ, भित्रको सामानहरू निकाल्दैछौँ। हजुर। र नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा कसैले लिजमा लिएर नेपाल सरकारलाई भाडा पनि नतिरेको कारणले र उहाँले छोड्दा नि खाली गर्नु भनेर पटक पटक अनुरोध गर्दा समेत उहाँले अटेर गरेको कारणले आज डोजर लाग्यो। नेपाली स्काउटले चाहिँ महानगरलाई चाहिँ यो संरचना हटाउनको लागि सहयोग भनेको कारणले गर्दाखेरि, त्यही सहयोग चाहिँ भनेको कारणले गर्दाखेरि हामी चाहिँ यहाँ आज परिचालित छौँ। हाम्रो प्रहरीले चाहिँ डोजर लगाउँदैछ। मन्त्रीज्यूले यहाँ आँट्नु भएको हो, जेएनसीको मन्त्री। आज म अलिक खुसी छु। आज खुसी हुनुहुन्छ? यो महानगरपालिकाको आफ्नो काम पनि हो, यो स्थानीय सरकारको काम पनि हो र हामीलाई महानगर प्रहरी बलको आदेश पनि हो। काम गर्नुलाई पठाएको, काम गरेन भने त तपाईँको त हामी त स्वतः आवाज उठाउने नै भयौँ। हरेक पब्लिकले त आवाज उठाउने नै भयो होइन। हामीले यत्रो लडेर ल्याएको व्यवस्थामा तपाईँ गएर त्यहाँ बसेर काम नगर्ने हो त भनेर त प्रश्न चिन्ह त त्यहाँ उठिसकेको छ नि त त्यहाँ होइन। अगाडि नै आउनुभएको, पहिला हामीले खड्कालाई नै तिर्ने हो पैसा, भाडा पहिला उहाँलाई तिर्थ्यौँ। अनि जब 81बाट चाहिँ नि हामीले यहाँ स्काउटलाई तिर्न थालेको। नमस्कार, म कृष्ण कटेल। बिहानैदेखि काठमाडौँ महानगरपालिकाको डोजर चलिरहँदाखेरि यहाँ देख्न सक्नुहुन्छ खड्का ल्यान्ड प्रणालीले ओगटेको बनाएको संरचनाहरूमा डोजर चलेको छ। भर्खरै मात्र सबैभन्दा ठुलो ब्याङ्क्वेट, लन्चर ब्याङ्क्वेट, जहाँ चाहिँ डोजरले पिल्लर हानिसकेपछि यो आफै ढलेको छ। नमस्कार। नेपाल स्काउट र सम्बन्धित व्यवसाय बीच लामो समयदेखि विवाद भएको सबैलाई थाहा नै छ। यो नेपाल स्काउटसँग सम्बन्धित विषय नै हो र यो अघि वडा नम्बर 26को अध्यक्षज्यूले पनि भन्नुभएको थियो अनारकी संरचना पनि भयो। यो नक्सा पास बिनाको संरचना हो, नक्सा पास छैन भन्नुभएको थियो उहाँले। यहीँ फिल्म भन्नुभएको थियो। त्यो दुइटै कुरै रह्यो। एकातिर नेपाल स्काउटले खाली गर्न खोजेको र अर्कोतिर अनारकी संरचना पनि हो। नक्सा पास बिनाको संरचना अनारकित नै भन्ने हुन्छ। त्यस कारणले यो आदेशअनुसार यो डोजर लाग्दैछ अहिले। अनि मन्त्रालयसँग सम्बन्धित त हाम्रो चाहिँ सचिवालयले भा होला, हाम्रो यहीँ हुनुहुन्छ, हाम्रो सुदीप ढकालजी स्वयं यहीँ हुनुहुन्छ। र बाँकी कुरा चाहिँ मलाई त्यही किसिमको आदेश आयो, त्यही अनुसारले मैले भत्काउँदैछु। सबै भत्किन्छ, केही पनि रहने, खाली नै हुन्छ। धन्यवाद। देखिराख्नु भएको यो अब्स्टाकल हटाउनको निम्ति हाम्रो महानगर प्रहरी अनवरत रूपमा खटी पनि रहेको छ। 2टा मेसिनले काम पनि गरिरहेको छ र अब केही दिनमा सकिएला। धन्यवाद। हस्, धन्यवाद सर। त्यति बेला गृहमन्त्री रवि लामिछाने हुनुहुन्थ्यो भन्नु? हजुर हो, उहाँले नै लानु भएको हुन्छ। उहाँ आफै त आउनुभएको थिएन? देखेको होइन हामीले त। अब यहाँको स्टाफहरू रुँदै उता होटलतिर रुँदै जाँदाखेरि चाहिँ के भन्दा तावा लाग्यो भन्ने कुरा हो। यो सम्बन्ध चाहिँ नगरे भए हुन्थ्यो भन्ने हो हाम्रो चाहिँ। यति चाहिँ नगरे भए हुन्थ्यो। अब केही गऱ्यो भने त अब कोही के भन्नुहुन्छ, कोही अब खेलको लागि दिने भन्नुहुन्छ, के भन्नुहुन्छ, यतिको चाहिँ नगरेर अब बिजनेसमै लगाएको भएदेखि उनीहरूलाई फाइदा हुन्थ्यो नि त। यतिकै राख्नुभन्दा त उनीहरूले काममा अब मान्छेहरूलाई केही राखेर पैसा कमाउनु नै राम्रो हो नि। व्यवसाय नै गर्न दिनुभएको भएदेखि त सरकारलाई नै फाइदा, आफूलाई नै फाइदा, सबैलाई फाइदा हुन्थ्यो नि त। त्यो त नेपाल स्काउटको क्षेत्रफलभित्र भएका कतिपय संरचना यहाँ चाहिँ सुरुवातको कालखण्डमा 3 रोपनी क्षेत्रफल मात्रै भाडामा पाएको खड्का ल्यान्डले नेपाल स्काउटको व्यक्तित्वको भनाइअनुसार यही भवन पनि 5 रोपनी क्षेत्रफलमा फैलिएको थियो र उसले 2065 सालदेखि 81 सालसम्म अथवा 16-17 वर्षसम्म भोग चलन गरेको पाइन्छ। यद्यपि 10 वर्षको लागि एग्रिमेन्ट भनेर